हेलो एभ्रिवान, नमस्ते। यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानल नुमा ब्लग्समा। आज चाहिँ हामी छोरीको घर जाँदैछौँ, दुईजना दिदी र म। चतुरे आयो बोल्नै गाह्रो भयो। चतुरे जाँदैछौँ दुईजना, उकालोमा हिँड्न गाह्रो भयो। गाउँको बाटो चाहिँ यस्तो छ। तल बाटो आएको तलबाट हामी चाहिँ रोटै रोड जाने अनि मेन रोडमा पुगेर गाडी चढ्ने। यो चाहिँ गाउँको घर राम्रो बनाएको रहेछ बस्ने ठाउँ माथि। आँपको बोटहरू पनि छ यहाँ। आँप होइन यो पुग्नु। उयो चाहिँ कसको घर हो नयाँ। अब हामी चाहिँ रोडमा पुगेर गाडी चढ्ने हेर्दै गर्नु होला। हेलो साथीहरू, हामी चाहिँ छोरीको घर जानलाई चिया बगानको बाटो जाँदैछौँ उकालो। फोटो खिचौँ न बसेको छु। बाटो माथिसम्म छ, त्यसपछि रोडमा हिँड्ने। हेलो साथीहरू, हामी चाहिँ यहाँ आयो कस्तो अड्केको जङ्गलको बाटो आएको छौँ। यस्तो उकालो छ। तलको चाहिँ हाम्रो स्कुल, पहिला पढेको स्कुलहरू हो त्यो। अब हामी फेरि यहाँबाट माथि जाने, रोडमा निस्केर गाडी चढ्ने। अब यहाँ छोरीको घरदेखि हामी जोरपोखरी लागियो, तयारी हुँदैछ यहाँ दिदी। जोरपोखरी गयौँ अब हामी जोरपोखरी। यता सबैजना तयारी भइसक्यो साथीहरू। ढोका खुल्लै राखेर जान्छौ है। अटो जान्छ होला नि, सोध न। अटो आयो ल, अटो। खै त अनि त्यो दिदी लामो मान्छे काम छैन। कतिजना छौँ हामी? 5 जना हुनु हो। 5 जना। छोरा छोरी 8 जना। त्यो छोरा छोरी छ। जोरपोखरी बजार। जोरपोखरी बजार हामी त्यहीसँग जाँदा हिँड्दै पुगिहाल्छ है। हेलो साथीहरू, हामी चाहिँ कालापानी आइसकेको छौँ। पानी चाहिँ सुकिसकेको छ। छैन रहेछ पानी त, काला पानी नाम मात्रै रहेछ। यस्तो रहेछ। तल जाने हो। काला पानी आइसकेको छौँ। अब चाहिँ यहाँ हामी फोटोहरू खिच्छौँ, भिडियोहरू, अनि त्यसपछि फर्किने। कान्छी यता हेर, अब मात्र आयो भने ल। ऊ चाहिँ हाम्रो छोरी है। आमाले बे गरेको छैन, छोरीको 3-4 नातिनी नातिना छन्। त फोटो खिच्दैछ। हामी चाहिँ यति आएको, यति 3, 4, 5, 6, 7 जना। पानी त छैन रहेछ। कालो पानी, कोही सेतो पानी, कालो पानी केही छैन। नाम मात्रै कालो पानी। यो चाहिँ लेकमा पर्छ है। यस्तो रहेको छ वरिपरि। यो पर्यटकीय स्थल चाहिँ सुकेर अहिले यहाँ पानी चाहिँ छैन। पानी चाहिँ छैन, ऊ मात्रै छ, पोखरी मात्रै छ। यहाँ फोटो भिडियो गर्ने, अनि हामी जाने भनेको फेरि पोखरी घुम्ने, अनि त्यसपछि घर जाने। ठाउँ चाहिँ यस्तो रहेको साथीहरू, तपाईँहरू पनि घुम्न आउन सक्नुहुन्छ। अब हामी फोटो खिच्दैछौँ यहाँ।
गर्दैछ यहाँ बस भने तल पुग्यो ए हेलो साथीहरू हामी चाहिँ कालापानीमा छाम यता हेर केटी हो के छ त रमाइलो छ के खस्या खस्या गरेको कालापानी चाहिँ यस्तो रहेको छ है यस्तो देख्न सक्नुहुन्छ कालापानी पाँचथर जिल्लामा पर्छ तपाईहरु पनि आउन सक्नुहुन्छ घुम्नलाई यहाँ चाहिँ पानी चाहिँ कुन बेला हुन्छ हो यहाँ अब अलिक पछाडि असार साउनतिर चाहिँ यहाँ पानी दामी हुन्छ अनि अहिले चाहिँ सुकेको छ चैत वैशाख भएर पानी राम्रो हुन्छ अनि त्यति बेला घुम्न आउन सक्नुहुन्छ तर यहाँ जुका पनि हुन्छ जुका पनि हुन्छ अहिले चाहिँ जुका पानी केही छैन सुक्खा छ सबै त्यही पनि हामी चाहिँ साथीकोमा आएको थियौँ साथीकोदेखि नजिकै हो त्यही भएर घुम्न आएको अब हामी एकछिन फोटो खिच्ने भिडियो गर्ने अनि जाने घर यस्तो रहेको छ हेर्न सक्नुहुन्छ कहाँ जाने अब कान्छी पारी उ पर्यो फोटोको भूत छ यसलाई चाहिँ जति बेलै फोटो कान्छीलाई खिच्नु लगा त म यहाँ पर जान्छु हामी चाहिँ कतिजना ठुलो दुईटा दिदीहरू अनि हाम्रो दिदी अनि केटाकेटी नाति र नातिनी दुईजना आएको अब चाहिँ हामी एकछिन बस्ने अनि जाने नेटवर्कै नदिँदो रहेछ यहाँ नेटवर्क छैन नेटवर्क नदिएर डाटा टिकटक डाटा केही चल्दैन ठाउँ चाहिँ राम्रो तर नेटवर्क चाहिँ केही नदिँदो रहेछ यहाँतिर मान्छेले आजभोलि खासै घुम्न आउँदैन किनभने अहिले पानी छैन नि त है पानी सुक्खा छ त्यही भएर अब असार साउन त्यस्तो पानी पर्ने बेला चाहिँ यहाँ पानी हुन्छ अनि राम्रो हुन्छ आउन सक्नुहुन्छ तपाईहरु यता हेर हाई भन कहाँ गयो है नाति नातिनाहरू हेर्न सक्नुहुन्छ अब हामी चाहिँ एकछिन घुम्ने अनि त्यसपछि चाहिँ जोरपोखरी जाने त्यहाँ पनि घुम्ने ठाउँ छ थोरै अनि घुम्ने त्यसपछि फर्किने हामी गाउँ जाने पर छ हाम्रो टोलीहरू यस्तो छ है ऊपर चाहिँ दुईजना जोडीहरू छन् सायद कपाल हुन सक्छ चाहिँ यस्तो छ अहिले चाहिँ मान्छे कोही छैन किनभने यहाँ पानी हुन्छ नि त सबै पानी हो यहाँ पानीको एरिया हो पानी चाहिँ छैन अहिले भइसक्यो फोटो भिडियो फोटो खिचाखिची छ नि